हे गाइस वेलकम ब्याक टु माई मिनी भ्लग। हामी चाहिँ यसरी उड्दै चाहिँ भरतपुर गइरहेको थियौँ। भरतपुर किन भन्दाखेरि फेरि भन्नु होला नि त तपाईँहरू त जहाँ नि पुग्नुहुन्छ नि त उड्दै दुईजना। न न न न गाइस आज चाहिँ हामी चाहिँ उसको ड्रेस लिन गएको थियौँ अनि आजको वेदर चाहिँ यस्तो प्रिटी थियो कि अनि त्यसपछि हामी चाहिँ गयौँ ड्रेस लिन। उसले ड्रेस नि ट्राई गर्यो तर ड्रेस चाहिँ स्वादिष्ट नि लाग्छ अरे नस्वादिष्ट नि लाग्छ। कमेन्ट गरिदिनु होला कस्तो देखाएको थियो भनेर। अनि त्यसपछि हामी त्यहाँबाट निस्केर गयौँ चटपट खान। चटपट खान कता भन्दाखेरि सिबिसी मार्ट कि आई गेस सायद त्यही नै थियो। त्यहाँ गयौँ हामी टिकटक नै देखेर गएको थियौँ खान अनि ऊ बाइक पार्क गर्न गएपछि म चाहिँ त्यहाँ गएँ अनि भ्यूहरू देखाउँदै थिएँ। त्यहाँ फुल के थियो यस्तो राम्रो थियो क्या अनि त्यसपछि हामी चाहिँ मेन्यु हेऱ्यौँ, मेन्यु हेरेर चाहिँ फेरि हामी चाहिँ चटक देखाउनेतिरै लाग्यौँ होइन अनि पानी पर्ला पर्ला जस्तो भइरहेको थियो नाइस वेदर कि यति राम्रो भइरहेको थियो वेदर। अनि त्यसपछि हाम्रो चाहिँ चटपट नि आयो गाइस चियर्स त गर्नै पर्यो नि त अनि उसले चाहिँ फर्स्ट बाइट हान्यो होइन। मिठो थियो अरे अनि मैले पनि खाएँ एकदम मिठो मिठो भयो। खान सक्नुहुन्छ ट्राई गर्न होइन अनि त्यसपछि हामीले टाइम ल्याप्स बनायौँ अनि गफ हान्दै खाइरहेको थियौँ। अनि खाँदा खाँदा होइन के मुड सड्क्यो अनि फेरि मोमो पनि मगायौँ। मोमो मगाएर उसले फेरि ट्राई गर्यो। फर्स्टमा त ऊ नै बलिका बक्रा हुन्छ नि त। खाइसकेपछि उसले आफ्नो जलान फ्लेक्स होइन फ्लेक्स गर्दै थियो गाइस। अनि म नि आफ्नो डबल चिन फ्लेक्स हान्दैन। त्यसपछि हामी खाइसकेपछि त पानी पर्न थाल्यो क्या। अनि पानी परेपछि हामी कुनामा टाँसेर बसिरहेको थियौँ। अनि त्यसपछि यहाँ हामी माटोभित्र आइसक्रिम हेर्न आइसक्रिम किन मैले किनेँ भन्दाखेरि गाइस थाहा आइसक्रिम चाहिँ मैले कलर हेरेर लिएँ तर त्यो मिठो थिएन गाइस त्यही पनि खाइरहेको थिएँ अनि खाँदै हामी लाग्यौँ घरतिर। बाई बाई गाइज।